नमस्ते दर्शकबिन, आज भने चाहिँ म यहाँ सुमन राईज्यूको सुन्दर फुल बगैँचामा प्रवेश गरिरहेको छु। उहाँको फुलहरू चाहिँ है तपाईहरुप्रति देखाउन लागिरहेको छु। र यो चाहिँ गदरी है, इन्टेन्सन यो पहिलादेखि नै यहाँ चाहिँ अब सानो अर्किडको उयोहरू छ है। र यहाँ चाहिँ अब अर्किडले फुल्न लागिरहेको छ है। यहाँदेखि चाहिँ उहाँको यो बगैँचामा चाहिँ आइपुगेको छु। यहाँ चाहिँ फार्मिङ हो र यो चाहिँ गदरीको यो यहाँ चाहिँ मसिनो फुल सिनेरिटीहरू, यहाँ चाहिँ अब सकुलेन्ट भेराइटीहरू र यहाँ चाहिँ यो चाहिँ अर्किड। ल नमस्ते दाजु, उहाँलाई चाहिँ अब है उहाँले चाहिँ फुलाउनु भएको उहाँको बगैँचामा, र दाजुलाई अब मेरो क्यामेराको फ्रेममा राखिसकेको छु। दाजुलाई चाहिँ अब यो अर्किडको बारेमा केही भनिदिनुहुन्छ भन्ने अब है मलाई चाहिँ अब दर्शकहरूपट्टि। दाजु यो अर्किड रोप्नु कहिलेदेखि रोप्नु भएको? यो अर्किड चाहिँ अब रोपेको चाहिँ धेरै वर्ष नै भयो भनौँ, तर अब कलेक्सन चाहिँ अब हाम्रोमा अब पैसा नभएको कारणले चाहिँ साथीभाइकोबाट बलहरू यसो मसिनो प्लान्टहरू ल्याउँदै कलेक्सन गरेर चाहिँ यतिको चाहिँ आजसम्म चाहिँ यतिको चाहिँ कलेक्सन गर्न सकेँ। सक्नु है? अब समयमा फुल्छ त्यस्तो अब हामीले सेल पनि छैन, तर कोही बेला अब त्यस्तै मान्छेहरू आइपुग्छ खोज्ने, अलिअलि चाहिँ अब यसो गमला किन्ने पैसा चाहिँ हामीले अब त्यो सेलबाट नै गमलाहरू किन्छौँ। त्यस्तो धेरै त सेल त हुँदैन हाम्रो। र दाजु यहाँ चाहिँ अब तपाईँको यो अर्किड घारी यो फुल अर्किडको यो उयसमा चाहिँ कुन कुन भेराइटीहरू चाहिँ अहिले लेटेस्ट छ है? भेराइटी त अब धेरै नै छ। अब हाम्रोमा भएको चाहिँ अब साह्रै राम्रो पनि होइन, साह्रै नराम्रो पनि होइन, अब मिडियम साइजको चाहिँ हाम्रोमा छ। अब यो चाहिँ अर्किडहरू चाहिँ र अहिलेको लेटेस्ट अर्किड चाहिँ के होला यसको नाम चाहिँ है? अब तपाईँहरूलाई त याद होला अब फुलको। अब अहिलेको लेटेस्ट त अब क्विनम हार्ट चाहिँ अब हामीले फेस टु फेस त देखेको न, त्यही उयोमा नक्सामा देखेको मात्रै हो। त्यो चाहिँ अहिलेको एकदमै लेटेस्ट भेराइटी रहेछ त्यो क्विनम हार्ट र रकी भन्ने चाहिँ। ए र दर्शकबिन, उहाँको यो अर्किड बगैँचा चाहिँ धेरै हुन लगभग यहाँ कति जस्तो चाहिँ छ दाजुको यो अर्किडहरू? यो अहिले लगभग 250 ब्याकबलहरू सबै लगाएर चाहिँ 250 चाहिँ अब त्यति कलेक्सन चाहिँ भएको छ। र दाजुको यतापट्टि पनि रहेछ है, यो चाहिँ न्यू उयो के अरे नर्सरी न्यू प्लान्टेसन। यो चाहिँ यसमा चाहिँ कतिवटा अब ब्याकबलको पनि छ, कतिवटा अब सिटकोहरू पनि छ। योहरू चाहिँ सबै सिटकोहरू यिनीहरू मसिनहरू, योहरू चाहिँ सबै बलबाट कलेक्सन, योहरू सिट हो योबाट है। हजुर, मैले यस्तो सुनेको थिएँ तपाईँले टाढो टाढोबाट पनि किनेर ल्याउनु भएको छ भन्ने चाहिँ। यो टाढो टाढोबाट चाहिँ कुन कुन फुलहरू ल्याउनु भएको छ जस्तो लाग्छ? हामीले टाढो भन्दा पनि अब यो अस्ति भर्खर नै मिरिक सुमन प्रधानकोबाट चाहिँ हामीले योहरू हो 300 रुपियाँ पट गरेर हामीले ल्यायौँ। र ब्याकबलहरू पनि लिएको छौँ उहाँकोबाट हो। हजुर, ब्याकबल पनि प्रायः सक्सेस भएको छ। अब टुसा चाहिँ आउँदैछ, यो चाहिँ हामीले 300 रुपियाँ गरेर लिएको। कतिले चाहिँ अब यो पालि फुल्नु सक्छ, फुल्नु सक्दैन। र दाजुले यहाँ चाहिँ फेरि अब यता के भन्छ नेचरल अर्किड पनि रहेछ नि, त्यसलाई सुनाखारी भन्छ है। यसको नाम चाहिँ के होला, एक दुईवटा भनिदिनुहोस् न। यो चाहिँ अब क्याटोलियाहरू भन्छ कति, क्याटोलिया नाम देखाइदिनुहोस् न एउटा अम्लाले। यो चाहिँ क्याटोलिया हो है। यसलाई चाहिँ डेन्ड्रोबियम भन्छ। ए हजुर, डेन्ड्रोबियमको यो नोबिली भन्छ होइन। हजुर, यो पनि नेचरलै हो। यो चाहिँ डेन्सिफोरम भन्छ यसलाई। हजुर हजुर, यो डेन्सिफोरम यो देखाउनुहोस् है। यो चाहिँ फुल्न यो चाहिँ डान्सिङ लेडी भन्छ। डान्सिङ लेडी है। हजुर, यो चाहिँ डेन्ड्रोबियम होइन, यो चाहिँ अनसिडियममा आउँछ। यो अनसिडियम। अनसिडियमको भेराइटी हो है। र दाजुले यहाँ गदरीहरू पनि है र सर्कलन भेराइटीहरू पनि मजाले उहाँको बगैँचामा सजाएर राखेको रहेछ है। यहाँ अब यो गदरीको पनि अब तपाईँले चाहिँ कटिङ गरिसक्नु भएको दाजु? अब यो पालिको यो पम्पम भेराइटी अब भर्खरै कटिङ गरियो हो। हजुर, र अब यो बल्ब भेराइटी छ गर्नुपर्ने
बल भेराइटीमा चाहिँ अब भेराइटी ज्यादा छैन, काँसा ग्रान्डीहरू चाहिँ छ अलिअलि, अरूमा त्यो अरू चाहिँ छैन। यता देखाउनुहोस् त, यो छ नि यो, हजुर यो पनि अर्किडकै भेराइटिज हो। यो चाहिँ यसको पप्पी नाम चाहिँ- पेन्डुलम भन्छ यसलाई चाहिँ, के भन्नुभयो? पप्पी पेन्डुलम पप्पी भन्छ। पेन्डुलम, हजुर, यसको पनि भेराइटिज थुप्रै छ। हजुर। र यो यसलाई के भनिन्छ? यो त यसलाई त के पो भन्छ हामीले, ए हजुर पढ्नुहोस् ल, चाइनिज क्याक्टस के पनि भन्छौँ हामीले यसलाई चाहिँ हो। हजुर हजुर। चाइनिज र यहाँ चाहिँ है यहाँ मसिनो मसिनोहरू रहेछ। यहाँ त प्रायः जस्तो दर्शकहरूले यो त्यसकै भेराइटी हो, हजुर। कि यसकै भेराइटी हो है। र यहाँ चाहिँ सानोबडे फार्मिङ रहेछ है, तपाईँको उता पनि रहेछ। र हस्त दर्शक दिन अब फेरि दोस्रो फेसबुक मेरो युट्युब च्यानलमा तपाईँहरूलाई यो फुलेपछि है उहाँको बगैँचाको फेरि भ्रमण देखाउने नै छु। आजलाई हस्त धन्यवाद।